अब हे भाइ हो तिमीहरूसित आत्मिकहरूसित बोले चाहिँ होइन त, तर शारीरिकहरूसित ख्रिस्टमा बालकहरूसँग चाहिँ म बोल्न सकेँ। मैले तिमीलाई दुधै खुवाएँ, खदिलो कुरा त होइन, किनकि तिमीहरू खान सक्दैनथ्यौ है। तपाईँले भन्नुभएको छ अझै पनि तिमीहरू बालकै छौ, अब हामी चाहिँ बढ्नु पर्यो है। एउटा सानो नानी छ, त्यो बढ्दै बढेन भने कस्तो हुन्छ हामीलाई होइन, त्यो चाहिँ बढ्दै 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 जानु पर्यो नि त। त्यस्तै प्रभुले भन्नुभएको छ अहिलेसम्म मैले तिमीलाई दुधै खुवाइदिएको छु, तिमीले अब खदिलो खानेकुरो खानु सकेको छैन। अब अहिलेसम्म त तिमीहरू खदिलो खानेकुरा खाइसक्नु पर्ने थियो, तर पनि अहिलेसम्म पनि तिमीलाई मैले दुधै खिलाउनु परेको छ। किन भन्दाखेरि चाहिँ आज तिमीहरू शारीरिकै छौ, तेरोमा झगडा छ, टन्टा छ, म बाइपासको, म पलसको है। आज के छ, डिभिजन छ, म यस्तो हो, म यस्तो मण्डलीको, म यस्तो हो होइन, म त यस्तोको भनेर अहिले पनि तिम्रो शारीरिक मान्छेले चाहिँ झगडा झाटी गरिरहेको छ। भनेपछि आज तिमीहरू के छौ, बालक जस्तै छौ, दुधै बालक जस्तै। अब तिमीहरूमा म्याचुरिटी आइसक्नु पर्ने, अब तिमीहरू चाहिँ खदिलो खानेकुराहरू चाहिँ आज खाइसक्नु पर्ने है। अब हामी चाहिँ दुधे बालकलाई चाहिँ दुधे बालक जस्तो न, अब हामी चाहिँ बढ्नु परेको छ। अब आफैलाई विचार गर्नुहोस् कि तपाईँ दुधे बालकै हुनुहुन्छ कि आत्मिक रीतिमा तपाईँ बढ्दै गएको हुनुहुन्छ कि कस्तो हुनुहुन्छ, या आफैलाई अब जाँच गर्नुहोस्। अब चाहिँ हामी एकदमै खदिलो खानेकुरा अब खाने हौँ है। अब चाहिँ हामी बढ्नु परेको छ, अब हामी चाहिँ घट्नु होइन, अब हामी चाहिँ प्रभुमा बढ्दै जानु परेको छ है। अब नानी बढ्दै गएपछि होइन, उसले चाहिँ हाँसिसकाउँछ, हल्लिसकाउँछ होइन, तागत बल आउँदै जान्छ। तर जस्तोको जस्तै आज दुधै खिलायो भने चाहिँ त्यो नानी चाहिँ एक नम्बर हुन्छ, त्यो नानी चाहिँ बढ्दै गरेन होइन, हड्डी उसकोमा के गर्ने तागत हुँदैन। त्यही कारणले चाहिँ आज प्रभुले भन्नुहुँदैछ अब तिमी चाहिँ एक भएर चाहिँ अब तिमीहरू गर, तिमी चाहिँ अब बलियो हो। अब युनिटीमा चाहिँ तागत छ, जब हामी एक भएर हामी एकतामा बढ्छौँ भने चाहिँ प्रभुले हामीलाई त्यो तागत पनि दिनुहुन्छ, हामी स्ट्रङ हुँदै जान्छ है। कसैले हामीलाई हल्लाउनु सक्दैन, कसैले हामीलाई लडाउनु सक्दैन, हामी चाहिँ बलियो हुँदै जान्छ। आज त्यो चाहिँ केमा रहेछ, एकता। फुडमा चाहिँ एकता हुँदैन है। फेरि यहाँ मुनिले हेर्छ नि त होइन, तिम्रो लडाइँ झगडा फुड्स हामी के भयो त्यो चाहिँ है। कसैले म पेट्रासको, कसैले अपोलोसको भन्छौ भने तिमीहरू शारीरिकै छौ, तर तिमीहरू अब एक भएर अब बलवान हुँदै जाऊ, तिमीले खदिलो हुँदै जाऊ, तिमीहरू बढ्दै जाऊ भनेर यहाँ प्रभुले आग्रह गर्नुभएको छ है। यहाँनिर पावरले चाहिँ आज बनेको छ है, तिमीले चाहिँ अब बढ्दै जानु परेको छ। यसकारण प्रियहरू आज अब हामी एक है, हामी आज यो हामीले सेवा गरेको छ, कसैलाई हामीले डिभिजन गर्नुको लागि होइन है, कसैको भेडा चोड्नु होइन, त्यो मण्डलीकोलाई यहाँ बोलाउनु होइन, तर अब हामी एक भएर प्रत्येक दिदीबहिनीहरू है, मण्डलीको दिदीबहिनीहरू आज धेरै टाढो टाढोको पनि आउँछु भन्दै थिएँ, तर हामीले नआउनु भने एकदमै टाढोको जान असुविधा हुन्छ भनेर है। अब हामी एक भएर हामी चाहिँ खदिलो भएर है, अब तपाईँहरूले चाहिँ एकदमै बढेको म चाहन्छु। तपाईँले आजदेखि नै निर्णय गर्नुहोस् है, बाइबलहरू पढ्नुहोस्, एकदमै प्रार्थनामा समयहरू निकाल्नुहोस् है। आज 5 मिनट निकाल्यो भने भोलि 10 मिनट यसरी बढ्दा बढ्दा फास्टिङहरू, आज म त फास्टिङ बसेर आएको छु है। फास्टिङमा समयहरू निकाल्नुहोस् है, फास्टिङ बसेर पनि तपाईँहरू आउनु सक्नुहुन्छ। अनि प्रभुमा चाहिँ हामी बढ्दै जान्छौँ भने चाहिँ हामी एक भयो भने चाहिँ अझै प्रभुले त्यो बल र शक्ति हामीलाई दिनुहुन्छ। अब हामी चाहिँ प्रभुले चाहिँ त्यो शक्तिहरू प्रदान गर्न चाहनुहुन्छ है। प्रभुले भन्नुभएको छ म तिमीहरूमा चाहिँ है अन्तको दिनमा चाहिँ म मेरो आत्माहरू बनाइदिन्छु, तिमीहरू दर्शनहरू देख्नेछौ, सपनादर्शीहरू हुनेछौ। प्रभुले चाहिँ आज त्यो दिन चाहनुहुन्छ, त्यो शक्तिहरू है दिन चाहनुहुन्छ, तर हामीले आज मागेर भने चाहिँ आज प्रभुले हामीलाई दिनुहुँदैन। अब हामी आत्मिक जीवनमा चाहिँ हामी बढ्नु पर्यो, हामी एक भएर चाहिँ हामीले प्रभुमा चाहिँ अब हामी बढ्दै जानु पर्यो। हुन्छ, अब एउटा